हेलो एभ्रिवान, म चाहिँ आज हजुरहरूलाई हाम्रो खेतको भ्रमण गराउँदैछु। मसँगै हेर्दै जानुहोला। धान रोपिसकेपछि हाम्रो खेतको नतिजा चाहिँ यस्तो आयो। यो फुटेको बाटा चाहिँ पानी सबै झरेर चाहिँ तल्लो गराको कुनामा झर्छ, तर कुनामा गएर हेर्दा पनि पानी चाहिँ झरेको देखिएन। यता चाहिँ बुढोले फुटेकोमा मर्मत गर्दै हुनुहुन्छ अनि अस्ति नै फोन गरेर सुनाएको थिएँ, केही पनि नगर म आएर बनाउँछु भन्दै हुनुहुन्थ्यो। त्यही भएर केही पनि नगरिराखिदिएको हामीले चाहिँ अनि आएर बनाउँदै हुनुहुन्छ। यो मात्रै गरा होइन साथीहरू, अरू पनि निकैवटा नै पहिरो गएको थियो अनि त्यही भएर यो पनि ठुलै गएको थियो र हामीलाई चाहिँ पारा नआउने भएर राखिदिएको थिएँ मैले चाहिँ यो पनि। यसपालि चाहिँ पहिरो पनि कति गएको हो अनि मैले चाहिँ छोरालाई घरमै छोडेर झर्नु खोजेको, ऊ चाहिँ नझरी नसक्ने भएर झारेँ अनि यता र उता उफ्रिँदा ऊ कति खुसी हो। मैले चाहिँ बाउ छोरालाई खेतमै छोडेर पानी फर्काउनु गएँ। पानी फर्काएर म चाहिँ आउँदैछु। म खेत आइसक्दा चाहिँ आधी गरा भरिसकेको रहेछ अनि मैले चाहिँ पर गोठमा जाँदा चाहिँ बाउले मल सोरिसकेर पनि पखाल पुखुल पारिसक्नु भएको रहेछ। भिडियो बनाउँदा बनाउँदै कति छिटो टाइम जाने पत्तै नहुने साथीहरू, त्यही भएर मैले चाहिँ यतिमै बाई बाई गरेँ।